पानीले नुहाउने मानिस कपडा बदल्छ तर पसिनाले नुहाउनेले जिन्दगी बदल्छ। जिन्दगीमा सजिलो बाटो हिँड्ने मानिसको शरीर सफा हुन सक्छ तर उसको भविष्य सफा हुँदैन। पसिना बगाउने मान्छेको हातमा काँडा परे पनि उसको सपना फुलझैँ फुल्छ। कारण पसिना मेहनतको प्रतीक हो, पसिना त्यागको प्रतीक हो, पसिना इमानको प्रमाण हो। जसले जीवनभरि पसिना बगाएर परिवारलाई दुई छाक खुवाउँछ उसले केवल आफ्नो पेट होइन समाजको इज्जत पनि जोगाइरहेको हुन्छ। खेतमा पसिना बगाउने किसान नभए हामी सबै भोकै पर्थ्यौं। कारखानामा पसिना बगाउने मजदुर नभए प्रगतिको चाकै सकिन्थ्यो। सडकमा पसिना बगाउने श्रमिक नभए हामी यात्रा गर्न सक्दैनथ्यौं। जसरी पानीले धुलो हटाउँछौं त्यसरी नै पसिनाले भाग्य बदल्छ। पानीले शरीर शुद्ध हुन्छ तर पसिनाले आत्मा शुद्ध हुन्छ। जसले पसिनाको मूल्य बुझ्दैन उसले जीवनको मूल्य पनि बुझ्दैन। जीवनमा दुईवटा बाटा हुन्छन्, एउटा सजिलो बाटो जहाँ हात सफा रहन्छ, अर्को कठिन बाटो जहाँ हातमा चिरा पर्छ। तर इतिहास सधैँ दोस्रो बाटो रोज्नेहरूको हो। सफलता कहिले हावा खाँदै बस्नेहरूलाई भेट्दैन, सफलता त पसिनाको गन्धमा रमाउनेहरूलाई मात्रै भेट्छ। त्यसैले आफ्नो जिन्दगी बदल्न चाहने हो भने शरीर पानीले होइन पसिनाले नुहाउनु पर्छ। किनभने पसिनाले भिजेको सर्ट इज्जतको ताज हो, पसिनाले भिजेको अनुहार सङ्घर्षको कथा हो र पसिनाले भिजेको जीवन नै सफलताको साँचो मार्ग हो।